गुड मर्निङ हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा र मैले चाहिँ मर्निङको काम सबै सकेर चाहिँ अब खाना बनाउनु लागेको हो आफ्नो लागि नै खाना बनाउनु लागेको म चाहिँ पकाउँछु भेन्डी अब हेर्दै जाउँ के पकाउँछु हो तपाईँहरूलाई म बादमा देखाउँछु के कसो पकाउँछु पकाएको त देखाउँदिनँ तर है हुन्छ बाई बाई पकाएको त तर देखाउँदिनँ हौ लामो के पकाउनु भेन्डी पकाएको चाहिँ के देखाउनु म त हल्का उयो मात्रै पकाउँछु नि त सादा क्या झैँ मात्रै पारेर तेल र अब खोर्सानी पड्कायो भने भइहाल्यो भेन्डीलाई चाहिँ त्यहाँबाट चाहिँ अब न्युट्रेला पकाउँछु कि आलु चाहिँ उसिनिरहेको छु हो अन्त आलु अब तपाईँहरू भिडियोहरू स्किप नगरी हेरिदिनुहोस् ल यहाँ चाहिँ भेन्डी पाक्यो यहाँ आलु र न्युट्रेला पाक्दैछ हो भात पाकिसक्यो अब चाहिँ म खान्छु भन्दिनँ अब चाहिँ म लुगासुगा मिलाउँछु हो पट्टाएर हाल्नु छ नि त त्यहाँदेखिको चाहिँ म खाना खाएर मजाले बस कति बजेको 11:30 भएछ हो आज त वेदर पनि कस्तो चिसो छ खुट्टा ठिराहरू कस्तो भइरहेको छ वेदर त छैन त आज त चिसो न चिसो भयो हिजो त घाम टन्नै लागिरहेको थियो गरम हो त खुट्टातिर अब सक्स पो लाउँछु म त यस्तो जाडो भएको छैन कि जिउमा चाहिँ खुट्टा चाहिँ पुरै ठिराइरहेको छ नि आज त कतै चाहिँ हुँदैन हो साथीहरू अब डेली भ्लग पनि के हाल्नु तरै पनि स्किप नगरी हेरिदिनुहोस् सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनुहोस् ल ओके छरेको हेर न फेरि र गाइस मेरो चाहिँ खाना रेडी भयो हो अब चाहिँ खाएको के पाक्यो त मेरो हेर्नुहोस् त सोयाबिन र आलु भोटे धनियाँले गार्निसिङ गरेको भिजाएको डल्ले अन्डा भेन्डी मुलाको अचार मटर यो चाहिँ एभ्रिडे हुन्छ लन्चमा हो होइन म प्लेट लिएर आउँछु ल घोप्टिन्छ यो सन्डे स्पेसलमा अब मासु चाहिँ छैन सोयाबिन छ सोयाबिन यहाँ राखिदिएको आज चाहिँ भात भेन्डी यो त सधैँ हुन्छ मुलाको अचार हुन्छ त साथीहरू स्टार्ट गर्छु ल म चाहिँ भोक लागिसक्यो सोयाबिन खाइदिएको आज पहिला थुकाउँछ त्यसुकै होस् न थुकाइहाल्छ मासु हेर्नुपर्छ नि छैन नि भोक लाग्यो नि त पुरा तपाईँहरूको त सन्डे मासु पाक्यो होला है म त मासु लिन जानु वाक्क लाग्यो पर छ हो एक्लै के मासु पकाएर खाइरहनु हुन्छ खाइ ल डल्ले खोर्सानी चाहिँ कडक टोक्नु मनपर्छ कि तर भिजाएको डल्ले सक्नु पऱ्यो नि त पहिला है अब त पाउँदैन नि त डल्ले भात चाहिँ गिलो भएछ हो आफूले पकाएको भेन्डी यो त वेदर पनि चिसो छ खरसाङ दार्जिलिङतिर त झन् कस्तो जाडो भएको छ होला है सिक्किम
आज त मैले 12 पनि नबजी खाइदिएँ। हुन्छ त साथीहरू, तपाईँहरू मजाले खाना खानुहोस्। जाडो जाडो छ तातो तातो मासु भात बनाएर, भेज खानेहरूले भेजहरू मजाले सब्जी भात बनाएर तातो तातो खानुहोस् हो, फ्यामिलीसँग बसेर। म चाहिँ अब खाएँ हो, तपाईँहरू पनि इन्जोय गर्नुहोस् लन्च। बाई। होला भनेर आँसु कमाएर चिया खाँदैछु हामी चाहिँ। अहिले भर्खर आएको आउनु हुने ल ल आउँदैछ आउनु न ल दिदी त हो त अर्चना ह्याप्पी बर्थडे रिया भन्नु। ओके गाइज, भिडियो चाहिँ आजलाई यति नै हो, अरू त के क्याप्चर गरिनँ मैले। अब यस्तै छ, ल अब बेलुका डिनर गऱ्यो सुत्यो हो, त्यसै छ डेलीको डेली ब्लग। अब के गर्नु के हाल्नु, डेलीको एउटै हुन्छ। बाई, थ्याङ्क यू सो मच फर वाचिङ। नेक्स्ट भिडियोमा भेट्नेछु हजुरहरूलाई, बाई बाई।